नमस्ते साथीहरु, न्यू डे न्यू ब्लग साथमा म फेरि पनि आइसकेको छु। कन्टिन्यू ब्लग, लगातार ब्लग आइ नै रहेको छ, आइ नै रहनेछ, लगातार आउनेछ। तपाईले हेरेर लाइक कमेन्ट शेयर गर्नु भने नभुल्नु होला। शेयर परेन कम्तीमा लाइक र एउटा कमेन्ट चाहिँ गरिदिनु भयो भनेदेखि भइहाल्छ। अनि भिडियो बनाउँदाखेरि यो हात हल्लाउने बानी चाहिँ कहाँबाट आयो भन्ने कुरा छ क्या मेरो। जति बेला म जब बोल्न थाल्छु तब यो हात चाहिँ यतिकै हल्न थालिहाल्छ क्या, किन हल्लिन्छ भन्ने कुरा थाहा क्या। अनि अब ब्लग त सुरु गरियो होइन, अब के कन्टेन्टमा बनाउने, कुन कन्टेन्टमा बनाउने भन्ने कुरो मलाई थाहा छैन। अनि यो फोनमा फेरि बोलेको साउन्ड पनि बिस्तारै बोल्नु भने सुन्दै सुन्दैन क्या, साह्रो बोल्नु पर्यो हुन्छ नि। साह्रो बोल्दाखेरि अरूले सुन्छन् कि भन्ने हुन्छ नि त। अनि अरूले सुन्यो भने के भन्लान् भन्ने कुरो नि हुन्छ। अनि अब यसरी भिडियो बनाउनु जान्छु म, अनि यसरी बोल्दै बोल्दै यसरी बोल्दै हिँड्छु नि त। अनि यसरी बोल्दै हिँड्ने बेलामा चाहिँ कसैले हेरिरहेको हुन्छ नि त यता छेउछाउबाट। अनि त्यतिखेर हेरेपछि चाहिँ मलाई बोल्न लाज लाग्छ, अनि म बोल्न छोडिहाल्छु। अनि भिडियो कन्टेन्ट त्यसै बिग्रिन्छ कि। मान्छेहरू आइरहनु भएको छ, म मान्छेहरूको अगाडि पनि बोल्न सक्ने हुनुपर्ने छ है। अनि मान्छेहरूको अगाडि बोल्न सकेपछि मात्रै भिडियो कन्टेन्ट राम्रो हुन्छ नि त। अनि अहिले चाहिँ म घरभन्दा अलिकति यता आएको छु। म खासमा हिँडेको चाहिँ तलसम्म हिँडिरहेको थिएँ। अनि एउटा भिडियो क्लिप बनाइराखेर जाउँ न भन्ने कुरोमा भएर हिँडेको। साइकल यहाँ रोकेर अनि टक्क भिडियो बनाउनु थालेको छु क्या। अनि म फेरि भिडियो भनेको जहाँ पनि जति बेला नि स्टार्ट गरिदिन्छु, कुनै चाहिँदैन क्या मेरो लागि। तपाईँलाई म यताको अवस्था पनि देखाउन चाहन्छु, देख्न सक्नुहुन्छ। न्यू फोन क्यामेरा क्वालिटी र अब बब्बाल छ। म क्यामेरा क्वालिटीको बारेमा त मैले केही भन्नै पर्दैन होइन, एकदम बब्बाल छ। अनि साइकल पनि यहाँ रहेको छ। साइकलमा हिँड्दाखेरि भ्लग बनाउँदाखेरि पनि हुन्छ क्या। अब चाहिँ त्यति राम्रो छ क्यामेरा क्वालिटी अहिले खै। तर साउन्डको लागि मैले केही न केही चाहिँ गर्नै पर्ने हुन्छ, किनभने यसबाट बोलेको खासै राम्रो साउन्ड आउँदैन। अझै पनि मान्छेको छेउमा बोल्न सक्ने कन्फिडेन्स छैन क्या मसँग। अहिले भर्खरै 2जना यताबाट उता जानुभयो। सो मैले पर यसो गरेर यहाँ बोलिरहेको छु नि त। अनि मैले फोटो देखेँ क्यामेरा पुरामा बसेँ क्या। त्यस्तो हुन्छ नि। म उहाँहरू आउँदा पनि बोलिराख्ने, अनि उहाँहरूसँग नि बोलेर म अहिले भिडियो बनाएको थियो भनेदेखि चाहिँ राम्रो हुन्थ्यो कन्टेन्ट पनि। तर म बोल्न सक्ने क्षमता छैन क्या। फेरि पनि कोही आउनु भयो भने मैले भिडियो अपलोड पर्ने हुन्छ। पछाडि त म देख्दिनँ भन्दा भन्दै पछाडि राम्रो छ। यो चाहिँ कालाबन्जर देख्न सक्नुहुन्छ अगाडि कालाबन्जरको बोर्ड है। अनि मैले तपाईँहरूलाई कालाबन्जर देखाउनको लागि उताबाट भिडियो बनाउँदै आइरहेको छु। मोबाइलको स्टाबिलेसन पनि हेर्नु होला, तपाईँलाई यही देखाउनुको लागि पनि मैले भिडियो बनाइरहेको छु। कस्तो स्मुथ छ। म अहिले साइकलमा छु नि त। अनि यो कालाबन्जर देख्न सक्नुहुन्छ बोर्ड। कालाबन्जरको होर्डिङ बोर्ड पनि देखिहाल्नुभयो, यो हाइवे रोड। गाडी त कति कुद्छ क्या, गाडी कुदि नै रहन्छ। आयो है नि त। यो काठमाडौँ जाने हाइवे बाटो पनि यही हो। सो बस चाहिँ यहाँबाट कुद्दैन, हाइवेसहरू चाहिँ सबै यहीँबाट कुद्छ। नाइट चाहिँ कुद्दैन, डे चाहिँ सबै यतैबाट हो। फाइनल्ली खाजा रेडी हुँदैछ। अनि खाजा बनाउने चाहिँ हाम्रो सिस्टर दीक्षा भट्टराई एन्ड निकी माई सिस्टर माई बहिनी चटपटे बनाउँदैछ। मान्छे चाहिँ यति रिसाइ थियो नि, अहिलेसम्म खुसी भएको छैन, रिसाइरहेको छ। मैले छोडेको छु रिसाइहाल्छ। मम्मीको खाजा भित्रै छ फेरि चिया एन्ड आलु नि पछाडि राख्नु भएको छ। मम्मी केही भन्न चाहनुहुन्छ? भन्नु न। यति त भनिदिनु भयो धन्न। दीक्षा भन्दै त केही भन्न, बोल्न। ऊ फेरि भाइरल हुन्छु भन्ने चिन्ता छ क्या, त्यसलाई बोल्दिनँ भाइरल हुन्छु भनेर। अब भाइरल भएपछि त बोल्छ होला नि त, भाइरल बनाइदिनु होला उसलाई भन्दा पनि मलाई चाहिँ बनाइदिनु, उसलाई त पर्दैन। अब ऊ त अलरेडी भाइरल छ अरे, फेरि अब के भन्नु त खै। अनि मैले चाहिँ भिडियो बनाउनको लागि के गरेको छु त, दिउँसै टच बालेको छु, सरी लाइन बालेको छु, त्यो बत्ती बालेको छु जे होस् है। फाइनल्ली चटपटे रेडी भइसकेको छ। अनि बहिनी चाहिँ के भन्छ, दाजुलाई नबोलाइकन दिएको छ क्या। यहाँ फुत्ता हाल्यो, आरी फुत्ता राखी अनि यो दिन हालिहाल्यो क्या। दाजु खाउँ पनि छैन है, खै म्युजिक नबजाएर कपरेट लाग्छ। मम्मी चाहिँ पुरै अहिले ज्ञानी भएर लाजुङहरू बस्नुभएको छ पलेटी कसेर। सो गौतम बुद्ध इट्स मम्मी। चिया नि खानुपर्ने, चटपटे अब खानुपर्ने हुन्छ। सो लेट्स है त। खाएको त म देखाउन चाहन्न, भरे मेरो भुँडी दुख्न सक्छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। साथै लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु।